अंकल तपाईले के खानुहुन्छ के खानुहुन्न भात खानुहुन्छ है बेलुका सुत्ने बेलामा अरु के खानुहुन्छ सुर्ती चुरोट के खानुहुन्छ सुर्ती खानुहुन्छ त्यो कसले दिन्छ तपाईलाई ऋण साबट गरेर खानुहुन्छ है तपाईको यहाँ कोही छैन अरु सबै छ तर तपाईलाई दिदैन कसैले त्यो खानको लागि सुर्ती चुरोट खानको लागि कोहीले पैसा दिन्छ तपाईलाई दिन्छ सातले त्यहाँ को छ तपाईको सातले आफन्त छन् है तपाईको छोरा छोरी कहाँ हुनुहुन्छ बर्दिया हुनुहुन्छ कुन ठाउँ त्यहाँ तपाईलाई बोलाउँदैनन् त्यहाँ आउनु कोरोले गर्दाखेरि तपाईलाई बिगारे है तपाईलाई त्यहाँ लिन आएपछि जानुहुन्छ यताबाट आउँदैन तपाईलाई लिन आउँछ न आउनु त तर तपाई जानुहुन्न तर त्यहाँ मान्छे तपाईलाई लिन आइसकेपछि मान्छे आउँछ यहाँ भनेपछि तपाई जानुहुन्छ कि हुन्न जानुहुन्छ है तर त्यहाँ मान्छे तपाईलाई भेट्दैन ए तपाई कति वर्ष पुग्नु भयो अरे 78 वर्ष पुग्नु भयो यहाँ तपाई बसेको कति वर्ष भयो यो ठाउँमा जन्मेकै यही सिरुखाल्टामा यो ठाउँ भनेको तपाईको यो ठाउँलाई तपाईको खास नेता यो ठाउँलाई चाहिँ के भन्छ बुवा यो ठाउँलाई चाहिँ के भन्छ सिरुखाल्टा भन्छ है ए तपाई जन्मेको ठाउँ चाहिँ कुन बुवा नेटा गाविस है नेता गाविस हजुरको नाम चाहिँ गाविस पहिला थिएन अहिले त होला त ए हजुरको नाम चाहिँ के बुवा मेरो हजुर मानबहादुर अरु के जात तपाई मानबहादुर पुन ए भनेपछि तपाईको छोरा छोरी कहाँ हुनुहुन्छ बर्दिया जिल्ला हुनुहुन्छ हैन तपाई अहिले एक्लै हुनुहुन्छ ए भनेपछि तपाई अहिले दिदी बहिनी दाजुभाइले जे दे त्यही खाएर बस्नुहुन्छ तर छोरा छोरी तपाईको बर्दिया जिल्लामा हुनुहुन्छ हैन यदि तपाईले त्यहाँबाट तपाईको छोरा छोरी आएर